प्यारा भाइ बहिनीहरू नमस्कार। म नेत्र प्रसाद आचार्य। आज तपाईहरुले यहाँ स्क्रिनमा देखिराख्नु भएको छ गणित विषयको फर्मुलासँग सम्बन्धित क्विज। मैले तपाईहरुकै लागि भनेर कक्षा 8 को विशेष गरी गणित विषयको सबै पाठबाट समावेश हुने गरीले 1000 वटा प्रश्नहरूको उत्तर सहित उत्तर पनि देखिने गरी विशेष गणितका फर्मुलालाई फोकस गरेर क्विज बनाएको छु, जसमा तपाईले 3 वटा उत्तर त्यही देख्न सक्नुहुन्छ। 2 वटा उत्तर गलत उत्तर राखेका छन् भने एउटा सही उत्तर राखिएको छ। उत्तर मध्ये सही उत्तर एउटा मात्रै छ र तपाईहरुले त्यहाँ हेरेर कापी कलम लिएर बस्न सक्नुहुन्छ र हेरेर आफूले कतिवटा मिलाए आफ्नो मूल्याङ्कन आफै गर्न सक्नुहुन्छ। गणित विषयमा उत्कृष्ट अङ्क ल्याएर राम्रोसँग पास गर्नको निमित्त हामीहरूलाई फर्मुला जान्नै पर्ने हुन्छ। तपाईहरुले यहाँ भएका सबै फर्मुलाहरूलाई राम्रोसँग जान्नु भएको खण्डमा तपाईहरुले उत्कृष्ट अङ्क ल्याएर गणितमा पास गर्न सक्नुहुन्छ। फर्मुलाहरू के छन् त? अब क्विज खेल्न गइरहेका छौं। तपाईहरुले यहाँ स्क्रिनमा पनि विभिन्न फर्मुलाहरू देख्नु भएकै छ। तपाईहरुलाई फर्मुला कतिको कण्ठ छ त? जब कुनै पनि जान्ने विद्यार्थी हुनको निम्ति फर्मुला अनिवार्य आवश्यक छ, जसले गणितीय फर्मुलाहरूलाई सम्झेर सही रूपमा प्रश्नलाई बुझेर उपयुक्त ठाउँमा फर्मुलाको प्रयोग गरेर गर्यो भने मात्रै समस्याको सही रूपमा समाधान गर्न सक्छ र उनले जाँचमा उत्कृष्ट अङ्क ल्याएर पास हुन सक्छ। त्यसैले तपाईलाई उत्कृष्ट अङ्क ल्याएर सफल बनाउनको निमित्त नै मैले गणित विषयसँग सम्बन्धित फर्मुलालाई सम्झाउनको निम्ति, गणित विषयमा एक्सपर्ट बनाउनको निम्ति तपाईहरुकै लागि यो गणितीय क्विज फर्मुलाको निर्माण, गणितीय फर्मुलाको क्विज निर्माण गरेको हुँ। यहाँ भएका सबै फर्मुलाहरू तपाईलाई थाहा छन् त? कतिवटाको उत्तर दिन सक्नुहुन्छ? मैले 1000 वटा बनाएको छु। जम्मा अहिले पहिलो लटमा 500 वटा प्रश्नहरू देखिनेछन्। त्यसमा हाम्रो समयको कारणले गर्दा हामीले कम्तीमा 30-40 वटा प्रश्नहरूको उत्तर सहित व्याख्या सहित कसरी भयो फर्मुला त्यो पनि बताउने छु, कसरी लेखिएको छ बताउने छु। र भिडियोलाई हेर्नु होला, आफ्नो साथीलाई शेयर गरिदिनु होला र कतिवटा मिलाउनु भयो मलाई कमेन्ट पनि गर्नु होला र सबभन्दा ठुलो कुरो सब्स्क्राइब गर्नु होला। त्यसो गर्नुभयो भने अन्य यस्तै राम्रा कुराहरू म लिएर आउने छु गणित विषयसँग सम्बन्धित। तपाईलाई गणित अप्ठ्यारो लाग्छ नि होइन त? यसलाई सजिलो बनाउने काम मेरो। तपाईले यहाँ भएका सबै कुरा हेर्दै जानु भने तपाईलाई गणित आफै सजिलो लाग्न सक्छ। यहाँ भएका गणितीय फर्मुलाको क्विज कक्षा 10 सम्मका भाइ बहिनीहरूलाई उपयोगी हुन सक्छ। यी गणितीय फर्मुलाहरू आधारभूत ज्ञानदेखि लिएर निकै उत्कृष्ट खालका फर्मुलाहरू पनि छन् यहाँनेरि। त्यो भएकोले गर्दा सबै भाइ बहिनीहरूले हेर्नको निम्ति उपयोगी हुने किसिमले बनाएको छु। हेर्नु होला। अब क्विज तर्फ प्रस्थान गरौँ भाइ बहिनीहरू। ओके, तपाईहरुले कति स्कोर ल्याउनुहुन्छ? कापी कलम लिएर बस्नुहोस्। कतिको मिलाउनुहुन्छ मलाई कमेन्ट गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् है त। अब जाउँ फर्मुला तर्फ भाइ बहिनीहरू। अब फर्मुला ओपन गरिसकेको छ। तपाईहरुलाई यहाँ फर्मुलाको क्विज ओपन गरिसकेको छु। मैले यहाँ जम्मा 500 वटा प्रश्न तपाईहरुले देखिराख्नु भएको छ यहाँनेरि सबै। यी सबै प्रश्नहरू हुन्। 1 नम्बरको यहाँ क्विजको खेल्नको निम्ति 3 वटा उत्तरहरू सही भएको, एउटा उत्तर ठिक भएको हाम्रो यहाँ सूत्रको क्विज फर्मुलाको क्विज निस्किसकेको छ। इंग्लिश मिडियम, नेपाली मिडियमका जुनसुकै भाइ बहिनीहरूले पनि हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ, शेयर गर्न सक्नुहुन्छ। हेर्नुहोस्। अब खेल्न थालिहालौँ है त, ढिलो नगरी। वृत्तको क्षेत्रफलको सूत्र कुन हो? A बराबर पाई आर स्क्वायर, A बराबर पाई डी, A बराबर 2 पाई आर। कुन हो त? वृत्त तपाईहरुलाई थाहा नि होला।
वृत्त वृत्त कस्तो हुन्छ वृत्त यस्तो रातो मैले बनाइसकेँ यसको क्षेत्रफल यसले कति ठाउँ ओगटेको छ यसले कति ठाउँ ओगटेको छ भनेर निकाल्ने फर्मुला के हो यो वृत्तको क्षेत्रफल निकाल्नुहोस् भनेर दिन्छ यो पाई भनेको त तपाईलाई थाहा छँदैछ यसको मान 3.14 हुन्छ पाईको ठाउँमा आफैले जान्नु पर्यो अथवा 22 का मुनि 7 राख्न पनि सक्नुहुन्छ तपाईहरुले 22 2 2 22 का मुनि 7 यो 22 का मुनि 7 भन्नु र 3.14 भन्नु एउटै कुरा हो भाइ बहिनीहरु अब अर्धव्यास दिएको बेलाको फर्मुला छुट्टै हुन्छ व्यास दिएको बेलाको फर्मुला छुट्टै हुन्छ यहाँ एउटा त्यसमध्ये एउटा फर्मुला छ ल पत्ता लगाइसक्नु होला वृत्तको क्षेत्रफल निकाल्ने सूत्र हाम्रो के हो 2 पाई r पाई d पाई r स्क्वायर कुन चाहिँ हो पाई r स्क्वायर भेरी गुड तपाईले दुई अंक प्राप्त गर्नुहुन्छ एकवटा सही उत्तर दिनुभएको छ 500 वटा प्रश्नमा एउटा प्रश्न गरियो अर्को प्रश्नमा जाउँ वृत्तको परिधि निकाल्ने सूत्र कुन हो परिधि भनेको तपाईलाई थाहा नै छ म बताइहालौं परिधि यो वृत्त भयो भने परिधि भनेको यो यहाँ देखिराख्नु भएको छ परिधि परिधिलाई सर्कमफरेन्स c ले जनाइछ छोटकरीमा c बराबर के हुन्छ त व्हाट इज फर्मुला टु फाइन्ड आउट द सर्कमफरेन्स अफ सर्कल c बराबर यहाँ पाई r स्क्वायर छ c बराबर 2 पाई r अथवा पाई d छ r भनेको अर्धव्यास भनेको यो मैले अहिले चाने r यो व्यास भनेको चाहिँ ओल्ला छेउदेखि पल्ला छेउसम्म केन्द्रबाट गएको रेखा यसलाई व्यास भनिन्छ है यसलाई d ले जनाइन्छ है c बराबर 2r कुन चाहिँ हुन्छ भाइ बहिनीहरु c बराबर भेरी गुड मिलाइसक्नु भएको छ तपाईहरुले c बराबर 2 पाई r अथवा पाई d अर्को प्रश्नमा जाउँ भाइ बहिनीहरु अर्धवृत्तको क्षेत्रफलको सूत्र कुन हो अर्धवृत्त भनेको आधा वृत्त वृत्तको आधा भाग यस्तो वृत्त गोलो हुन्छ वृत्तको आधा भाग अर्धवृत्त देखिराख्नुहोस् हो यो अर्धवृत्तको क्षेत्रफल पत्ता लगाउने सूत्र कति क्षेत्रफल ढाकेको छ त त्यसले पत्ता लगाउने सूत्र कुन हो भाइ बहिनीहरु अर्धवृत्तको क्षेत्रफल निकाल्ने सूत्र हाम्रो पाई r स्क्वायर बाइ 2 यो यस्तो भनेको भाइ बहिनीहरु यो पाई हैन r स्क्वायर मुनिबाट 2 भनेको है यस्तो यसो छड्के लाइनले मुनिबाट भनेको 2 पाई r अथवा पाई r स्क्वायर कुन चाहिँ हो भाइ बहिनीहरु 2 पाई r यो वृत्तको परिधि निकाल्ने हो पाई r स्क्वायर यो क्षेत्रफल निकाल्ने हो पुरै वृत्तको क्षेत्रफल निकाल्ने हो त्यसको आधा भएको हुनाले पाई r स्क्वायर बाइ 2 हुन्छ अरु पनि हुन्छ नि एक एकवटा राखिदिएको छ यहाँ हामीलाई साधारण पाई r स्क्वायर बाइ 2 हो कि हैन हेरौं भाइ बहिनीहरु भेरी गुड हो रहेछ अर्धवृत्तको परिधिको सूत्र कुन हो वृत्तको परिधि त तपाईहरुलाई थाहा छँदैछ वृत्त बनाए मैले यहाँ यो वृत्तको परिधि भनेको यो वरिपरि अर्ध भनेको आधा वृत्तको परिधि अन्तर्गत तपाईहरुले यो हैन आधा वृत्तको परिधि अन्तर्गत तपाईहरुले हो यो यति आधा वृत्त है यति नि यस्तो अब यो परिधिको आधा पुरै वृत्तको परिधि c बराबर 2 पाई r हुन्थ्यो भने 2 पाई r को आधा 2 पाई r को आधा भनेको 2 ले भाग गर्नु पर्यो आधा भन्दा पाई r भयो भाइ बहिनीहरु पाई r मा यो तलको यहाँ देखि यति भागको पाई r अनि तलको d छ यो d हैन d पनि छ त्यसैले पाई r प्लस d हुन्छ पाई r प्लस d भनेको त 2r 2 कमन तान्दाखेरि 2r मा r कमन तान्दाखेरि r प्लस 2 बाँकी रहन्छ ब्राकेट भित्र त्यसैले भाइ बहिनीहरु अर्धवृत्तको परिधि वरिपरिको
परिधि निकाल्ने सूत्र चाहिँ भाइ बहिनीहरू अर्धवृत्तको परिधि निकाल्ने सूत्र चाहिँ तपाईको पाई आर प्लस 2r हुन्छ। पाई आर प्लस 2r किन 2r भनेको त व्यास हो नि त यो डी हो 2r हो यो डी पाई आर प्लस डी लेखो भने पनि यो पनि ठिक पाई आर प्लस 2r लेखो भने पनि ठिक हो यो हैन यो पनि हो र r कमन तान्दा r ब्राकेट पाई प्लस 2 पनि हाम्रो वृत्तको अर्धवृत्तको है अर्धवृत्तको परिधि निकाल्ने सूत्र हो यो कुन रहेछ त थाहा पाउनु पनि मैले भनिदिइसक्नु उत्तर है यो हो। अर्को प्रश्नमा जाउँ वृत्तको केन्द्रदेखि परिधिसम्मको दूरीलाई के भनिन्छ। वृत्तको केन्द्रदेखि परिधिसम्म यो वृत्त भयो भने केन्द्र कहाँ हुन्छ भाइ बहिनीहरू भन्दा केन्द्र भनेको यो बिचको टिको लगाएको छ यहाँनिर हैन यो वृत्तको केन्द्र भयो यो परिधि भयो हैन म तपाईलाई के यो हो यो परिधि हो यो केन्द्र है यो केन्द्र र परिधि जोड्ने केन्द्रदेखि परिधिसम्म जोड्ने यस्तो सिधा रेखा यो सिधा रेखा यस्तो हो यस्तोलाई के भनिन्छ हो यस्तो भनेको हो यो अहिले एरोले भर्खर देखाएको छ एरोले त्यसलाई के भनिन्छ त्यो दूरीलाई के भनिन्छ तपाईलाई थाहा भइसक्यो यसको नाम के हो व्यास हो हैन अर्धव्यास हो भेरी गुड ज्या पनि भन्छ अर्को यो अर्कै कुरा हो ल अब अर्को जाउँ 6 नम्बर डी बराबर 2r मा फर्मुला हो यो डी बराबर व्यास बराबर 2 गुणा r मा डी लाई के भनिन्छ अर्धव्यास भनिन्छ कि परिधि भनिन्छ कि व्यास भनिन्छ हो यो डी लाई के भनिन्छ डी भनेको के हो भन्दाखेरि तपाईले थाहा पाइसक्नुहोस् कति सजिलो डी भनेको डायामिटर हो व्यास है भाइ बहिनीहरू अंग्रेजीबाट डायमिटरलाई व्यास भनिन्छ डायमिटर अथवा व्यासलाई डायमिटर भनिन्छ अंग्रेजीबाट व्यासलाई डायमिटर भनिन्छ है। अब ठिक छ अर्को प्रश्न आयतनको अर्थ के हो सतहको क्षेत्रफल हो यो कुनै वस्तुले ओगटेको ठाउँ हो भित्ताको लम्बाइ हो यो त तपाईले विज्ञानमा पनि पढ्नु भएको छ है। आयतन भनेको के हो भन्दाखेरि आयतन भनेको वस्तुले के ओगटेको ठाउँ हो कति ठाउँ ओगटेको छ कुनै पनि वस्तुले है हो यो ल त्यो कुरो पनि थाहा पाइसक्नुभयो है हावामा। अब आयतनको एकाइ कुन हो है आयतनको एकाइ यहाँनिर के छ सेन्टिमिटर क्युब मिटर क्युब यसलाई मिटर क्युब भनेर पढ्नु पर्यो है। घन एकाइ भनिन्छ नेपालीमा यसलाई घन एकाइ घन भनेको 3 पल्ट गुणा गर्दा आएको भनेको वर्ग एकाइ भनेको 2 पल्ट गुणा गरेर आउँछ है आयतन मिटर भन्छ यहाँ मात्रै भनेको वर्ग सिएममा छ भने सेन्टिमिटर मिटर स्क्वायर लेखिन्छ होला वर्ग मिटर वर्ग एकाइ हो त्यस्तो भनिन्छ कुन त आयतनको एकाइ भन्दाखेरि भाइ बहिनीहरू आयतनको एकाइ घन मिटर हो। मिलाइसक्नुभयो तपाईहरुले धन्यवाद कतिवटा मिलाइसक्नुभयो 8 दुना 16 अंक प्राप्त गर्नुभयो 500 वटामा। अर्को नम्बर प्रश्न जाउँ अनुपात के हो भाइ बहिनीहरू अनुपात के हो ल अब अनुपात गुणनफल हो अनुपात एकै किसिमका दुई परिमाणको तुलना गर्ने प्रक्रिया हो अनुपात फरक किसिमको जोड हो के हो भाइ बहिनीहरू अनुपात गुणनफल अरे गुणनफल हो त अनुपात रेसियो ल अब यसको व्याख्या गरिदिन्छु है त तपाईले उत्तर त पत्ता लगाइसक्नु होला कुन होला उत्तर अनुपात एउटै किसिमका दुई परिमाणहरूको तुलना गर्ने प्रक्रिया नै के हो अनुपात हो। एउटै एकाइ हुनु पर्यो परिमाण एउटै हुनु पर्यो केजी हुनु पर्यो केजी जस्तै 2 केजी र 4 केजी यिनीहरूको भिन्नको रूपमा राखेर यसरी अंश
यो मुनिको हरको रूपमा राखेर तुलना गर्ने प्रक्रियालाई के भनिन्छ? अनुपात भनिन्छ भाइ बहिनीहरू है। त्यसैले एउटै किसिमको हुनुपर्छ अनुपात बनाउन। परिमाणहरू एकाइहरू दुईवटा परिमाणको तुलना गर्ने अंश र हरको रूपमा राखेर एकअर्कामा तुलना गर्ने प्रक्रियालाई अनुपात भनिन्छ। अनुपात पाठबाट है यो। त्यसैले अनुपात भनेको के रहेछ? यो पनि सूत्रै हो नि त। यो कुरो जानेन भने अनुपातको हिसाबै गर्न जानिँदैन। अनि एकै किसिमका दुई परिमाणको तुलना हो। भेरी गुड। तपाईँले कतिवटा मिलाउनु भयो? अर्को प्रश्नमा जाउँ। अनुपात ए र बी को अनुपातलाई कसरी लेखिन्छ त? ए र बी को अनुपातलाई कसरी लेखिन्छ? तपाईलाई यहाँ फर्मुलै मात्रै भनेर होइन, आधारभूत ज्ञान पनि पाइन्छ। फर्मुला त जानियो। अब यो कुरो तपाईँहरूले जानेपछि क्लासमा पढाएको कुरो झन् मजाले बुझ्नुहुन्छ। क्लासमा नबुझेको थियो भने यहाँ बुझ्नुहुन्छ। त्यही भएर यो सबै भिडियोलाई हेर्ने गर्नुहोस्। तपाईँलाई धेरै ज्ञान मिल्छ, पास गर्न सक्नुहुन्छ। तर हेरेर मात्रै छोड्दैन, सब्सक्राइब गर्नुहोस्। किनभने अरू नयाँ नयाँ राम्रा भिडियो आउँदा नत्र तपाईँ छुट्नुहुन्छ। सब्सक्राइब बटनमा थिच्नुहोस् है, बेल आइकनमा थिच्नुहोस्, लाइक गर्नुहोस्, साथीलाई पनि पठाइदिनुहोस्। उसले पनि जानोस्, आफूले पनि जान्यो है। अनुपातलाई कसरी लेखिन्छ? ए गुणा बी गरेर, ए प्लस बी गरेर, A:B अथवा ए का मुनि बी कसरी लेखिन्छ त भाइ बहिनीहरू भन्दाखेरि A:B अथवा ए का मुनि बी नै हो कि ए प्लस बी हो कि ए गुणा बी हो? लु कन्फ्युजन भए पत्ता लाउनुहोस् है। लाउनुभयो? ओके, लगाइसक्नुभयो तपाईँहरूले। धन्यवाद तपाईँहरूलाई। A:B अथवा ए का मुनि बी है। अर्को समानुपात के हो? समानुपात यसको अर्थ के हो? समानुपात भनेको के हो? दुई अनुपात बराबर हुनु हो, दुई संख्या बराबर हुनु हो, दुई संख्यालाई जोड्नु हो। के होला समानुपात भनेको? अर्थबाटै थाहा पाइसक्नु। समानु भनेको समान, समान प्लस अनुपात, समान अनुपात, प्रोपर्सन। यहीँबाट अर्थ बुझिहाल्नु त। समानुपात भनेको के रहेछ? दुईवटा अनुपातहरू आपसमा बराबर हुनु रहेछ है। समानुपात भनेको दुईवटा अनुपात आपसमा बराबर हो रहेछ। ल धन्यवाद भाइ बहिनीहरू। अर्को प्रश्नतर्फ जाउँ। निरन्तर समानुपात कुन अवस्थामा हुन्छ? के भएको बेला हुन्छ? निरन्तर समानुपातमा यो तलका मध्ये कुन चाहिँ छ? निरन्तर है, निरन्तर। यहाँ पढ्नु होला, निरन्तर, कन्टिन्यू, प्रोपोर्सन है। निरन्तर ए र बी त्यतिखेर चाहिँ ए प्लस बी दुईटा भागलाई जोड्दा अर्को भाग आउँछ। निरन्तर समानुपात भनेको यस्तो हो। निरन्तर समानुपात भनेको यो हेर्नुहोस् त्यहाँ ध्यान दिएर है। ए का मुनि बी बराबर बी का मुनि सी लेखेको हो यो। ए का मुनि यो चाहिँ ए का मुनि बी बराबर सी का मुनि डी लेखेको। यो चाहिँ कुन चाहिँ हो त? ल यो यसले भनेको यस्तो, अर्कोले भनेको यस्तो। कुन चाहिँ हो थाहा पाउनु भइसक्यो तपाईँले। निरन्तर कन्टिन्यू। कन्टिन्यू भनेको ए का मुनि बी आएर सी का मुनि डी आउने हो कि ए का मुनि बी अनि यही बी यता जाने हो त? कन्टिन्यू कुन चाहिँ हो थाहा पाइसक्नुभयो तपाईँहरूले। यो होइन रहेछ होइन। बी र सी मध्ये कुन रहेछ भनौँ? ल ए का मुनि बी बराबर बी का मुनि सी चाहिँ यो चाहिँ निरन्तर हो। यहाँ पनि गयो नि त, निरन्तर भयो नि, निरन्तर है। ल अब हो रहेछ। अब अर्कोमा जाउँ भाइ बहिनीहरू। एबिसी निरन्तर समानुपातमा छन् भने बीलाई के भनिन्छ? निरन्तर समानुपातमा छन् भने है। निरन्तर एबिसी निरन्तर समानुपातमा हुँदा कस्तो लेखिन्छ थाहा छ? ए का मुनि बी बराबर बी का मुनि सी लेखिन्छ भाइ बहिनीहरू। ए का मुनि बी बराबर बी का मुनि सी लेखिन्छ।
है निरन्तर हुँदा। अब यसलाई चाहिँ यो एलाई प्रथम पद पहिलो फर्स्ट टर्म है। अब यसलाई चाहिँ यसलाई पहिलो पद, यसलाई दोस्रो पद, यसलाई तेस्रो पद, यसलाई चौथो पद, दोस्रो पद एउटै भयो। तर यो सुरुको र अन्तिमकोलाई बाहिरी पदहरू भनिन्छ, एक्सट्रिम भनिन्छ, EXTREM एक्सट्रिम टर्म पदहरू भनिन्छ। यो बिचको दुईटालाई चाहिँ भित्रका भित्री पदहरू भनिन्छ, मिन टर्म भनिन्छ, MIN मिन। त्यसैले के रहेछ छापाइसक्नुभयो होइन। तृतीयानु भनेको तेस्रो, चतुर्थानु भनेको चौथो, मध्यानु मिन टर्म मिन मध्यानुपाती बिचको भनिन्छ है। कुन रहेछ त उत्तर? अर्को प्रश्नमा जाउँ 14। चतुर्थानुपाती चौथो 40th प्रोपोर्सन के हो? ल 40th प्रोपोर्सन चाहिँ कुन हो त? बीलाई भनिन्छ। एकामुनि बी र बराबर सिकामुनि डी भनिन्छ। यो के भनेको एकामुनि बी बराबर सिकामुनि डी भएमा डीलाई भनिन्छ। हो डीलाई चाहिँ चतुर्थ पद पनि हो। यो एलाई भनिन्छ। यो बीलाई कुनलाई हो? यो पहिलो, यो दोस्रो, यो तेस्रो, यो चौथो। कुन रहेछ भाइ बहिनीहरू? कुन रहेछ? ल अब डीलाई चाहिँ भनिन्छ। अर्को रेसनलाइजेसन आनुपातिकरण है। यो करणीकरण भएछ यहाँ आनुपातिकरण, यहाँ आनुपातिकरण है। आनु हो रेसनलाइजेसन अनुपातिकरण। आनुपातिकरण भनेको के हो? रेसनलाइजेसन। करणी थप्ने भनेको रुट थप्ने, यस्तो रुट लाउने भनेको। अंशबाट रुट हटाउने भनेको, माथि अंश भनेको माथिपट्टिको रुट हटाउने। हरबाट रुट हटाउने, हर भनेको जस्तै 2 का मुनि रुट 3 छ भने हो यो मुनिको रुटलाई चाहिँ हटाउने भनेको, यसले भनेको। आनुपातिकरण भनेको चाहिँ के हो त भन्दाखेरि हो यही हो, तेस्रो नम्बरको कुरा हो। मुनिबाट कुनै पनि भिन्नको रूपमा छ यसरी 2 का मुनि 3 भने यो मुनिपट्टिको अङ्कको रुट चिन्ह हटाउने क्रियालाई के भनिन्छ? रेसनलाइजेसन आनुपातिकरण भनेर भनिन्छ है भाइ बहिनीहरू। ल ओके अर्कोमा जाउँ। कुन सङ्ख्याले इरेसनललाई रेसनल बनाउँछ? रेसनलाइजिङ फ्याक्टरले, जिरोले, त्यही सङ्ख्याले भनौँ। अब खासमा चाहिँ यसलाई के भनिन्छ त त्यो सङ्ख्यालाई चाहिँ भनेको? जस्तै 3 का मुनि रुट 7 छ भने यो एउटा भिन्नात्मक रूपमा लेखिएको छ। माथि चाहिँ पूर्ण सङ्ख्या छ भने तल इरेसनल नम्बर छ, रुट 7 इरेसनल नम्बर हो, अनानुपातिक सङ्ख्या। यसलाई रेसनल बनाउन के गर्ने त भन्दाखेरि यही मुनिको रुट 7 ले गुणा गर्ने हो, तल र माथि त है त्यही गुणा गर्ने हो, त्यही सङ्ख्याले भनौँ। कुनले रेसनल बनाउँछ? त्यही सङ्ख्या भनेको 3 भनेको कि 7 भनेको त कन्फर्म छैन नि त। त्यही भएर यो मिलेछ त मिलेन। शून्यले गुणा गर्दा के भयो त? शून्यले गुणा गर्दा त जुनसुकै के हुन्छ? शून्य हुन्छ होइन। त्यही भएर अब यो हो यस्तो सङ्ख्यालाई चाहिँ के भनिन्छ त? यहाँ जुन गुणा गरियो नि यो, किनभने यो रुट 7 र रुट 7 गुणा गर्दा त 7 हुन्छ। मुनिको कुन इरेसनल छ? यो इरेसनल मुनिकोलाई इरेसनल। अनि त्यस पछाडि यो 3 भन्नुको मतलब यो 7 रेसनल भयो भने यस्तो बनाउने फ्याक्टरलाई चाहिँ त्यो रुट 7 मुनि मात्रै माथिको पनि हुनसक्छ है, रुट हटाउने भनेको त्यस्तोलाई चाहिँ के भनिन्छ? रेसनलाइजिङ फ्याक्टर्स भनेर भनिन्छ भाइ बहिनीहरू है। हो र सिक्दैन हेरौँ, हो रहेछ। अर्को सामालाई केले जनाइन्छ? सामा साधारण ब्याजको कुरा आयो। यहाँ तपाईँहरूले साधारण ब्याज पढ्नु भएकै होला भाइ बहिनीहरू।
साधारण ब्याजमा सामालाई प्रिन्सिपल छ, योलाई छोटकरीमा केले जनाइन्छ भाइ बहिनीहरू? प्रिन्सिपललाई छोटकरीमा हो यही यही पीले। ल यो कुरा त जानिहाल्नुभयो, नसोधे भए पनि हुन्थ्यो होला होइन? साह्रै सजिलो, अर्कोमा जान हतार भइसक्यो। ओके, अर्कोमा जाउँ। ब्याजलाई केले जनाइन्छ? ब्याजलाई इन्ट्रेस्टलाई आईले जनाइन्छ। भेरी गुड। अर्कोमा जाउँ। मिश्रधनलाई केले जनाइन्छ? मिश्रधनलाई अमाउन्ट एले जनाइन्छ होइन त? यही एले जनाइन्छ। ओके, भेरी गुड। अर्को नम्बर, ब्याज दरलाई केले जनाइन्छ? ल हेर्नुहोस् है, ब्याज दरलाई आरले जनाइन्छ। फरक फरक नम्बरमा उत्तर छ नै, गेस गर्ने सकिँदैन। साधारण ब्याजको सूत्र के हो? अब सूत्र आयो, देख्नुभयो? पहिले त जान्नु पर्यो नि, आई भनेको के हो, आर भनेको के हो, पी भनेको के हो, टी भनेको के हो, ए भनेको के हो। नजानिकन त त्यसको जानिँदैन। अब यहाँ यो पी भनेको के हो, के रहेछ त? अघि हामीले पढ्यौँ त। पी भनेको सामा, टी भनेको समय, आर भनेको रेट अफ इन्ट्रेस्ट, ब्याज दर जान्नु पर्यो नि त। हो। अब साधारण ब्याजको सूत्र चाहिँ कुन हो त? देखाउनु। ब्याज आय निकाल्ने सूत्र कुन हो? पीआर का मुनि टी हो कि, पीटी का मुनि आर हो कि, पीटी का मुनि पीटी पी गुना टी गुना आर भनेको है हो। पी गुना आर भनेको पी गुना टी बाई 100 कुन हो त? यसको यो कसरी लेखेको भने जहिले बुझ्नु, यो छड्के धर्कोको अर्थ चाहिँ पी गुना होइन टी गुना आर, पी गुना टी गुना आर बाई 100 भनेको हो। यो 1300 धर्कोलाई चाहिँ यहाँ छड्के पारा लेखेको छ है, पिटिआर बाई 100 भनेको। त्यही हो त? थाहा पाइसक्नुभयो तपाईँहरूले, यही हो। ल अर्को जाउँ। धन्यवाद। सामा पी निकाल्ने सूत्र कुन हो? सामा पी निकाल्ने सूत्र पी बराबर आई गुना टी गुना आर बाई 100 हो कि, आई गुना 100 बाई टी गुना आर हो कि? त्यही पिटी आई बराबर पिटिआर बाई 100बाटै आएको है यो सामा पीको। पी बराबर ए प्लस आई हो कि? सामा पी निकाल्ने सूत्र ल कुन होला त? सामा पी निकाल्ने सूत्र तपाईँहरूको ल अघि थियो नि, आई बराबर के थियो भन्दा पी टी आर बाई 100 थियो हो। यो पी मात्रै निकाल्नका लागि यो पी यता गयो भने के रह्यो त भन्दाखेरि पी बराबर त आई र 100 गुना भयो, आई गुना 100 भयो पहिले। यो पी यता जाँदाखेरि आई गुना 100 भयो। आई गुना 100 का मुनि के बाँकी रह्यो? पी को छेउ कोही टीआर, टीआरले भाग गर्छ भनेको आई इन्टु 100 बाई टी का मुनि आर हुँदो रहेछ होइन त? कुन नम्बरमा रहेछ त्यो? ल पत्ता लगाइसक्नुभयो अब। ल आई गुना 100 का मुनि टी गुना आर, यही नम्बर रहेछ होइन त? ओके, अर्को जाउँ। समय निकाल्ने सूत्र एउटै मात्रै छ है, बरु पी का 2-3टा सूत्र छन्। पी बराबर आई इन्टु 100 बाई टी इन्टु आर, अघि हेर्नुभयो। पी बराबर ए माइनस आई पनि हुन्छ है। अब यो समय निकाल्ने सूत्र चाहिँ कुन हो त? त्यो चाहिँ एउटै मात्रै छ। ल समय निकाल्ने सूत्र टी बराबर पी आर बाई आई हो कि, पी प्लस आर हो कि, 100 इन्टु आई अथवा आई इन्टु 100 बाई पी गुना आर हो कि? कुन हो त? ल कुन हो? ए को होइन, बी को होइन, सी को सी को। धन्यवाद। अर्को जाउँ। दर रेट निकाल्ने सूत्र कुन हो? रेट अफ इन्ट्रेस्ट भाइ बहिनीहरू। आर बराबर पी प्लस आई हो कि होइन? ल गलत भइहालेछ, थिचिहाल्यो, गलत भइहाल्यो। देख्नुभयो नि, पी आर बराबर पुनः प्रयासमा जाउँ। ल यो त गलत रहेछ। अब यो र यो मध्ये कुन हो त आर बराबर भन्दा पत्ता लगाइसक्नुभयो? पिटी बाई आई हो त? होइन। कुन हो त? आर बराबर आई गुना 100 बाई पी इन्टु टी चाहिँ हो। धन्यवाद भाइ बहिनीहरू। कति आइसक्यो तपाईँको? 48 स्कोर ल्याउनु पर्ने छ है। यहाँ हेर्नुहोस् है, माथि हाइलाइट गरिरहेको छु।
24वटा प्रश्न गए 500 वटामा एउटा गलत भएको थियो हाम्रो, अनि त्यसलाई फेरि गरेका थियौँ है। 24 वटाको सही उत्तर दिनु भइसकेको छ अहिलेसम्ममा, हाम्रो 24 नम्बर पुगेको छ। पुनः प्रयास गरेर अर्को मिश्रधन ए बराबर निकाल्ने फर्मुला कुन हो? मिश्रधन ए बराबर निकाल्ने फर्मुला कुन हो भाइ बहिनीहरू? मिश्रधन ए बराबर पी प्लस आई। मिश्रधन भनेको के हो? मिश्र भनेको मिसिएको, मिसिएको के मिसिएको धन हो भन्दा सामा र ब्याज मिसिएको। सामालाई के भनिन्छ छोटकरीबाट अङ्ग्रेजीमा, अनि ब्याजलाई के भनिन्छ? साम र ब्याज मिश्रियो भने त्यसलाई मिश्रधन। तपाईँले 5000 रुपियाँ ब्याजमा लिनुभयो, 1 वर्ष पछाडि 2000 रुपियाँ ब्याज पाएको, 5000 रुपियाँ साउँ। साउँ र ब्याज कति बुझाउनुहुन्छ जम्मै गरेर? साउँ प्लस ब्याज गरेर हो, त्यही हो मिश्रधन भनेको। कुन रहेछ फर्मुला? पत्ता लगाइसक्नु होला। कुन रहेछ? ए बराबर पी माइनस आई है। ए गुणा पी ए बराबर पी गुणा आई होइन, 1 हो। भेरी गुड। अर्को जाउँ। क्रय मूल्य भनेको के हो? वाट इज कस्ट प्राइस? किनेको मूल्य, वस्तु बेचेको मूल्य, अङ्कित मूल्य, कस्ट वस्तु किनेको मूल्य। मैले उत्तरै भनिसकेँ। यसलाई छोटकरीमा के भनिन्छ? सी, अर्को पी भनिन्छ, सिपी है, सिपी भनिन्छ। त्यही भएर यो के हो त भन्दा वस्तु किनेको मूल्य हो। भेरी गुड। विक्रय मूल्य भनेको के हो? विक्रय मूल्य, ल विक्रय मूल्य भनेको के हो? बेचेको हो कि वस्तु किनेको हो कि अङ्कित, कुन हो? ल पत्ता लगाइसक्नु भएको छ तपाईँहरूले। वस्तु विक्रय, विक्रय भनेकै के हो? सेल, सेल भनेको के हो? सेल 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 आयो हजुर, आयो 150 मात्रै भन्दैन, सेल सेलमा राखेको छ भन्दैमा लुगा बजारमा जाँदा हो। सेलिङ, सेलिङ भनेको बेच्नु, सेलिङ प्राइस। अर्को सेल भनेको तर रोटी हुन्छ नि, रोटी, त्यो पनि हो। सेल भनेको हाम्रो शरीरको कोष पनि हो है, विभिन्न अर्थ लाग्छ। तर त्यहाँ चाहिँ सिएलएल सेल हुन्छ। एसएलएल सेल भनेको बेच्नु हो है। सुन्न चाहिँ सेलै सुनिन्छ। सेलिङ प्राइस एसपी छोटकरीमा, छोटकरीमा यस, अनि यो पीको पी, एसपी भनिन्छ। ल विक्रय मूल्य भनेको चाहिँ वस्तु के गरेको मूल्य? बेचेको मूल्य। भेरी गुड। अर्को हेरौँ। नाफा कतिखेर हुन्छ? सर नाफा त अनि कस्तो नजानेको हो, थोरैमा बेचेर धेरैमा किन्यो भने हुन्छ नि भन्नुहुन्छ। अनि यो कुन चाहिँ हो त उत्तर? सिपी चाहिँ ग्रेटर एसपी, एसपी बराबर सिपी भएको बेला एसपी सिपी भनेको के हो त? यो एस सेलिङ प्राइस, बेचेको, यो किनेको, बेचेको किनेको बराबर भएको बेला बेचेको चाहिँ धेरै, किनेको किनेको चाहिँ धेरै, बेचेको चाहिँ थोरै। यस्तोको अर्थ के? यो चुच्चोतिरको सानो, मुखतिरको आँपरेको भएको ठुलो भन्ने अर्थ लाग्छ। हेर्नुहोस् भाइ बहिनीहरू, यस्तोमा है। किनभने यहाँ मुख हेर्नु त, यी मुख मान्छेको, यी मुख टाउको बनाइहालेँ मैले, चिउँडो बनाइहालेँ, आँखा बनाइदिएँ। यो मुख के हुन्छ? ठुलो भएको आँपरेतिर ठुलो भनेको। नाफा भएको बेला के ठुलो हुन्छ? बेचेको धेरैमा बेच्यो भने ठुलो हुन्छ, धेरैमा बेच्यो भने नाफा हुन्छ नि। धेरै ठुलो, ठुलो के हुन्छ त्यतिखेर? के ठुलो हुन्छ? जति धेरैमा बेच्यो त्यति ठुलो हुन्छ। बेचेको मूल्य एसपी, बेचेको मूल्यतिर चाहिँ पारेन त, यहीँ सिपीतिर चुच्चो पारेन, सानो पारेन हो। त्यही भएर कुन रहेछ? एसपी इज। यसलाई तर पारेको चुच्चो पारेको भन्ने होइन, ग्रेटर देन भन्ने, ग्रेटर देन भन्दा ठुलो चिन्ह भनेको कुरो बुझ्नुभयो नि है। हो, एसपी इज ग्रेटर देन सिपी हुन्छ। भेरी गुड। अर्को, नोक्सान कहिले हुन्छ? नोक्सान अब नाफा त जानिहाल्नुभयो, नोक्सान चाहिँ, नोक्सान कुन हो? फर्मुला। नोक्सान भएको बेला के हुन्छ? नोक्सान खाएर बेचेछ नि हो, त्यसले त गाई 5000 ल्याएको थियो अरे, दुधै नदिएर 4000मा दियो अरे भन्छ। त्यो के भनेको? थोरैमा बेच्यो। नोक्सान भनेको थोरै। के थोरै? बेचेको चाहिँ थोरै। बेचेको थोरै भनेको चुच्चो कतातिर फर्किनु पर्ने रहेछ त? बेचेको कुनलाई? सिपीलाई भन्ने कि एसपीलाई भन्ने? एसपीलाई।
एसपीलाई एसपीतिर केमा किनेको र बेचेको हुन्छ त्यहाँ त टाँसेको मूल्य त हुँदैन यो हुँदैन त्यही भएर यो होइन रहेछ कुन रहेछ त अब पहिलो र तेस्रोमा यो र यसमा कुन रहेछ फर्मुला पत्ता लगाउनु भयो नि होइन ल अब हाम्रो नोक्सान चाहिँ बेचेको थोरै भएको बेला यहाँ चुच्चो कता फर्को देख्नुभयो नि हात कमला ल्याएर बेचेको थोरै त्यही भएर यो हो रहेछ ल अब अर्कोतिर जाउँ भाइ बहिनीहरू नाफा कतिखेर हुन्छ त नाफा निकाल्ने सूत्र के हो अघि पनि आएको थियो जस्तो लागेको छ कि होइन म झुक्केँ कि नाफा त के गर्दा आउँछ अघि भन्दै हुन्थ्यो मलाई कसले यहीँ अहिले मैले नाफा भनेको थोरैमा किनेर धेरैमा बेच्यो भने आउँछ त्यसैले घटाउँदा धेरैबाट चाहिँ घट्ने हो है धेरैबाट घट्ने हो यो बेचेको हो यो किनेको यो टाँसेको बेचेको किनेको बेचेको ल कुन चाहिँ उत्तर ठिक एबिसी कुन ल नाफा हुँदा जहिले पनि के हुन्छ बेचेको धेरै कुन नम्बरमा छ बीमा हो होइन सीमा हो यहाँ त किनेको धेरै छ धेरैबाट थोरै घट्ने हो नि त त्यही भएर अगाडि धेरै लेख भनेपछि एको रहेछ भेरी गुड अर्को प्रश्नमा जाउँ 31 नम्बर नोक्सान कहिले हुन्छ त नोक्सान लाग्यो घाटा लाग्यो नोक्सान भयो नोक्सान चाहिँ किनेको धेरै भएका बेला हुन्छ हुन त उत्तर बीको भेरी गुड अर्को प्रश्नमा जाउँ अङ्कित मूल्य भनेको के हो बजारमा जानुहुन्छ नि जुत्ता यसो घडी हेर्नुहुन्छ स्टिकरमा लेखेर टाँसेको हुन्छ नि हो मार्क गरेको थियो त्यसलाई मार्क प्राइज भनिन्छ अङ्कित मूल्य टाँसेको मूल्य अङ्कन गरेको अङ्कित गरेको लेखेर टाँसेको है अङ्कित भनेको के रहेछ लेखेर टाँसेको कहाँनिर यहाँनिर छ देख्नुभयो नि ल भाइ बहिनीहरू अब यसरी चाहिँ हाम्रो के रहेछ भन्दाखेरि पसलमा टाँसिएको मूल्यलाई अङ्कित मूल्य भनिन्छ ल अर्को प्रश्न जाउँ आज 35 नम्बरसम्म मात्रै पढौँ भाइ बहिनीहरू छुट भनेको के हो छुट कतिखेर आउँछ पसलमा जाएर चाहिँ घडी कतिको दाम यो त्यहाँ न भाइ 600 लेखेर टाँस छुट दिनु न अलिकति डिस्काउन्ट पाइँदैन भन्नुहुन्छ छुट डिस्काउन्ट अङ्ग्रेजीबाट डिस्काउन्ट भनेको टाँसेको मूल्यमा पाइने कुरा हो लेखेर टाँसेको मूल्यलाई मार्क प्राइज भनिन्छ एमपीबाट अनि तपाईँलाई छुट दिन्छ पसलेले बेच्छ हो बेचेकोलाई के भनिन्छ एसपी त्यही भएर फर्मुला के रहेछ एमपी माइनस एसपी टाँसेकोबाट बेचेको मूल्यको अन्तरलाई छुट भनिन्छ है अर्को नाफा प्रतिशत कसरी निस्किन्छ नाफा प्रतिशत सजिलो छ भाइ पनि नबिर्सिने गरेको फर्मुला नाफा जहिले दिएको प्रतिशत निकाल्नु पर्ने त्यसलाई माथि राख्ने नाफा 100 ले गुणा गरिहाल्ने त्यसलाई 100 ले है सरी नाफा गुणा 100 का मुनि के का आधारमा नाफा नोक्सान हुने भन्दा किनेको आधारमा त्यही भएर मुनिबाट सिपी है भनेको नाफालाई सिपीले भाग गरेर अनि 100 ले गुणा गर्दा पनि हुने रहेछ कहाँ छ त्यो यहाँ हेर्नुहोस् त यहाँ छ हो होइन यहाँ छ हो होइन यहाँ छ हो यहाँनिर कति नम्बर रहेछ त हाम्रो उत्तर ए नम्बर रहेछ भेरी गुड आज 35वटा प्रश्न मात्रै गरौँ भाइ बहिनीहरू टाइम छैन नोक्सान प्रतिशत कसरी निकालिन्छ तपाईहरुका लागि भोलिका लागि यो मैले छोडिदिएको तपाईहरुले गरेर ल्याउनु होला कुन चाहिँ हो उत्तर एबिसी भोलि हामी 35 नम्बरबाट छलफल गर्नेछौँ भाइ बहिनीहरू आजको क्विज कस्तो लाग्यो यो क्विज तपाईहरुलाई साधारण भन्दा साधारणदेखि बेसिक कुरा जसले बेसिक कुरा गणितमा जानेको हुँदैन नि उसले केही पनि जानेको हुँदैन जसरी घर बनाउँदा एउटा इटा खप्ट्याउँदै घर बनिन्छ त्यस्तै गणितमा यस्ता बेसिक कुराहरू जानेपछि मात्रै ठुलो कुरा जानिन्छ ठुला हिसाब गर्न जानिन्छ यो फर्मुलाले तपाईलाई बेसिक कुराको ज्ञान पनि दिन्छ फर्मुला पनि सम्झाउँछ
र सबै कुरा विद्यार्थीलाई फाइदाजनक हुन्छ। मैले यहाँ लेखाएका कुराहरू कापीमा टिप्नुहोस्, रोक्दै हेर्दै गर्नुहोस्, सुन्नुहोस्, घोकेर आउँदो बनाउनुहोस् र जाँचमा उत्कृष्ट अङ्क ल्याएर गणित विषयमा पास हुनुहोस्। गणित चाहिँ जान्दिनँ भनेर डरले नभाग्नुहोस्। गणितलाई जान्नको निम्ति यस्ता फर्मुलाहरू जान्नै पर्ने हुन्छ। त्यही भएर यो भिडियोलाई सकेसम्म हेर्नुहोस्, साथीलाई हेर्न भनेर लाइक सेयर गर्नुहोस्। नेत्र प्रसाद आचार्य च्यानलको नाम नेत्र प्रसाद आचार्य, अङ्ग्रेजीबाट टाइप गर्नु होला, NETRAPRASADACHARY। नेत्र प्रसाद आचार्य च्यानल हेरेर सब्सक्राइब गर्नुहोस् अनि सेयर पनि गर्नुहोस्, बेल आइकन पनि दबाउनुहोस्। र आज तपाईहरुलाई कस्तो लाग्यो, कतिवटा मिलाउनु भयो, कति प्राप्ताङ्क ल्याउनु भयो, कतिवटा मिलाउनु भयो, मलाई कमेन्टमा लेख्नु होला यतिवटा मिलाएँ भनेर। भाइबहिनीहरू भन्दै आजलाई हाम्रो यो क्विजसँग सम्बन्धित हाजिरी जवाब प्रतियोगिता यहीँ समाप्त गर्छु। भोलिका दिनमा यस्तै यहाँ हेर्नुहोस् तल हाम्रा कतिवटा छन्, यी यत्रो धेरै प्रश्नहरू उत्तरहरू छन्। यहाँ कति धेरै होला नि, अरू पाठसँग सम्बन्धित पनि छन् है। आज हामीले समानुपातसँग सम्बन्धित, साधारण ब्याजसँग सम्बन्धित, नाफा नोक्सानसँग सम्बन्धित हुँदैछु। अझै नाफा नोक्सानका बाँकी नै छन् र समय अलि 41 मिनट भइसकेको हुनाले मैले यसलाई स्टप गरेँ र भोलि पनि लिएर आउने नै छु। हेरिदिनुहोस्, साथीलाई सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्। तपाईँहरूकै लागि भनेर यसरी दुःख गरेर बनाएको छु र यसले तपाईँलाई धेरै फाइदा गर्नेछ भन्ने आशा लिएको छु। सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद भाइ बहिनीहरू, बाई बाई, सी यू। ल त भाइ बहिनीहरू आजलाई यति नै।